यो चाहिँ हाम्रो गाउँको के भन्छ अरे सानो भुल्के भली हो कि भली के भन्छ अरे यो चाहिँ आएर बस्यो आज ह्याप्पी न्यू इयरको दिन मोज गऱ्यो यो चाहिँ खासमा गाई भैँसी चलाउने ठाउँ हो तर मान्छेले यहाँ टुरिज्म एरिया बनाएको छ ठिकै छ राम्रै छ भनौँ न आजको खाइने पनि त्यस्तै छ है अब चाहिँ फेरि हजुरहरू फेरि एक्सट्रिम पनि छ फेरि एक्सट्रिम ठाउँ राम्रो छ तपाईँहरू पनि आउनु सक्नुहुन्छ यसमा है घुम्नको लागि बसेर क्याम्पिङ गर्नको लागि राम्रो छ ठाउँ भ्लग चाहिँ आएन त्यही पनि सर्ट स्टोरीको लागि चाहिँ भनेर तपाईँहरूलाई थोरै सन्देश दिनलाई इन्फर्मेसन दिनलाई आएको छु होइन अनि तपाईँहरूलाई यो ठाउँ चाहिँ आउनु सक्नुहुन्छ घुम्नको लागि राम्रो छ एकदम भनौँ न हरियाली वातावरण प्राकृतिक सुन्दरताले भरिपूर्ण भएको ठाउँ हो यो पनि एक मात्रामा हाम्रो लोकल ठाउँ हो राम्रो हुन्छ चलाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो आउनु सक्नुहुन्छ हामी पनि आइसकेको थियौँ है अब हामीले ल्याएको खानेकुरा सकिहाल्यो सकेपछि चाहिँ अब हामी फेरि घर जानेहरूलाई पनि खाइसकेको छु भनेर हिँड्नु आएको थियौँ तपाईँहरूलाई थोरै इन्फर्मेसन हजुरहरू आउनु सक्नुहुन्छ यहाँ आएर क्याम्पिङ गर्नु सक्नुहुन्छ डान्स गर्नु सक्नुहुन्छ बनाएर खानु सक्नुहुन्छ आनन्द चिलको ठाउँ छ है काने पोखरी साथ है यहाँ चाहिँ अब यो पनि ठिकै छ क्याम्पिङ गर्नलाई राम्रो छ चलेको ठाउँ रहेछ है आजलाई चाहिँ भ्लग बनाउन सकेन त्यो स्टोरीको लागि भनेर सानोहरू तपाईँहरूको लागि क्लिप सन्देश भनौँ न आउनु सक्नुहुन्छ यहाँनिर हेर्नुहोस् है बसेर खाने ठाउँ राम्रो छ हरियाली वातावरणको सँगै है मान्छे टन्डे छ आज पनि तलबाट आउनुपर्छ है सुन्तली हुँदै आउने हो राम्रो छ भनौँ न सबै धेरै मान्छे छ आज 1 गतेमा आउनु सबैजना आएको छ तपाईँहरू पनि आउनु सक्नुहुन्छ हामी पनि आएको थियौँ हामी पनि साथ हेर्नु सक्नुहुन्छ यहाँको रमाइलो वातावरण पर ग्रुप नाच्दै हुन्छ आनन्दै छ रमाइलो चिल छ ठाउँ हरियाली वातावरणसँगै रमाउँदै बस्नु सक्नुहुन्छ